हेलो एभ्रिवन, आजको यो भिडियोमा म इलेक्सनको रिजल्ट कसरी चेक गर्न सकिन्छ भनेर सिकाउन चाहदैछु। त्यसको लागि फर्स्टमा तपाईले आफ्नो ब्राउजर खोल्नु पर्ने हुन्छ। कुनै पनि एउटा ब्राउजर खोल्नु होला। ब्राउजरमा गएर election.onlinekhbar.com भनेर सर्च गर्नु होला। यहाँबाट चाहिँ तपाईले इलेक्सनको रिजल्टहरु चाहिँ चेक गर्न सक्नुहुन्छ। त्यसैगरी हामीसँग अर्को तरिका पनि छ। त्यसको लागि फेरि ब्राउजरमा जानु होला अनि यहाँ चाहिँ सर्च गर्नु होला इलेक्सन कान्तिपुर भनेर सर्च गर्नु होला। यो फर्स्टको URL मा चाहिँ क्लिक गर्नु होला। यहाँ चाहिँ तपाईले आफ्नो प्रदेश अनि त्यसपछि जिल्ला क्षेत्रहरु चाहिँ सिलेक्सन गरेर यहाँबाट पनि आफ्नो चाहिँ रिजल्ट हेर्न सक्नुहुन्छ। त्यसैगरी हामीसँग अर्को तरिका पनि रहेको छ। त्यो तरिका भनेको चाहिँ हामीले इलेक्सन सर्भिस कमिसन भनेर सर्च गर्नुपर्ने हुन्छ। यो चाहिँ नेपाल सरकारको चाहिँ अफिसियल वेबसाइट हो। यो चाहिँ यहाँ क्लिक गर्नु होला। यो चाहिँ नेपाल सरकारको भएर अलिकति स्लो चल्न चाहिँ। अनि त्यसपछि चाहिँ यस्तो इन्टरफेस खुल्छ। अनि त्यहाँबाट तल जानु होला इलेक्सन रिजल्ट भन्ने छ। अनि त्योमा क्लिक गर्नु होला अनि त्यहाँबाट पनि रिजल्ट चेक गर्न सकिन्छ।